काठमाडौँ महानगरपालिकाले गोर्खा मिडिया नेटवर्क प्रालीका नाममा 15 दिने सार्वजनिक सूचना जारी गरी ग्यालेक्सी 4K टेलिभिजनसँग सम्बन्धित सामान तत्काल उठाउन आग्रह गरेको छ। काठमाडौँ महानगरपालिका 3 निवासी मृगेन्द्र प्रसाद मिश्र समेत वादी र गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्र बाबु जीबी राई प्रतिवादी रहेको भाडा असुल उपर गरी घर जग्गा खाली गराइपाउ सम्बन्धी मुद्दामा महानगरको न्यायिक समितिले 14 कार्तिक 2081 मा वादीको पक्षमा फैसला गरेको थियो। निर्णय अनुसार प्रतिवादीबाट घर बहाल रकम तथा बहाल कर असुल गरी घर जग्गा खाली गराउन आदेश दिएको थियो। त्यसपछि 28 साउन 2082 मा उच्च अदालत पाटनले 2 महिनाभित्र निर्णय कार्यान्वयन गर्न काठमाडौँ महानगरपालिकाका नाममा परमादेश जारी गरेको थियो। अदालतको आदेशपछि 14 कार्तिक 2082 मा महानगरपालिकाको टोली खटिएर निर्णय कार्यान्वयन गरिएको जनाइएको छ। महानगरका अनुसार निर्णय कार्यान्वयन भएको 6 महिना पूरा भएपछि वादी मृगेन्द्र मिश्रले 21 वैशाख 2083 मा ग्यालेक्सी 4K मा रहेका सामान लिलाम गरिपाउ भन्दै निवेदन दिएका थिए। त्यसै आधारमा महानगरले सार्वजनिक सूचना जारी गरेको हो। सूचनामा 15 दिनभित्र बाँकी बहाल रकम बुझाई आफ्नो सरसामान लगी घर खाली गर्न अन्तिम अवसर दिएको उल्लेख छ। तोकिएको अवधिभित्र सामान नलगिएमा काठमाडौँ महानगरपालिका न्यायिक समितिको कार्यविधि अनुसार सामान लिलाम गरिने चेतावनी समेत दिइएको छ।